र यति भनेपछि चाहिँ मैले चाहिँ अब किचनमा गएर चाहिँ मटनको सुप बनाउँदैछु। त्यो पनि एकदमसँग कस्तो भन्दाखेरि लाइक तेल नहालिकन मैले चाहिँ बोसोलाई सुरुमा हालिदिन्छु अनि यसकै तेलले गर्दाखेरि चाहिँ फ्राई गर्न सजिलो हुन्छ। अनि मजाले यसलाई भुटेर यसको चाहिँ मैले सुप बनाउन म रेडी गर्दैछु। र यदि हजुरहरू भेज हुनुहुन्छ भने चाहिँ भिडियो स्किप गर्दा भयो, तर अब हेर्न चाहनुहुन्छ भने हेर्दा पनि भयो। र नन भेजलाई चाहिँ एकदम मोस्टली इन्भाइटेड छ है त भिडियोमा। सो अब के गर्ने त होइन, के बोलौँ भइरहेको छ मलाई खासमा अहिले चाहिँ के बोल्न पनि आइरहेको छैन। र अब जाडो महिनामा त तातो सुप त खानै परिहाल्यो होइन। सो हजुरहरू पनि यसरी नै जाडो महिना छ, सबैजना आफ्नो ख्याल राख्नु होला र यसरी सबैजना परिवारसँगै बसेर मिठो मिठो बनाएर खानु होला, जे छ त्यसमै खुसी हुनु होला होइन। सो मैले चाहिँ नर्मली घरकै मरमसला लाइक जिरा धनियाँको धुलो, टमाटर, अदुवा लसुनको पेस्ट नै हालेर बनाएको छु मैले चाहिँ। त्यो अरू मसलाहरू बाहिरको लाइक केहरू हुन्छ नि त्यो चाहिँ मैले खासै युज गर्दिनँ। र मैले यसमा सुपको लागि रस पनि हालिदिएँ। र घर छेउमा रहेको यो लोकल धनियाँ चाहिँ मैले लिन गएँ, कति राति भइसकेको थियो हेर्न सक्नुहुन्छ। सो यति भएपछि इनफ हुन्छ, किनकि थोरै भए पनि मिठो बास्ना आउँछ नि त। र हजुरहरू पनि यसरी नै मिठो मिठोसँगले सुपहरू तातो चिजहरू खानु होला बनाएर। सो थ्याङ्क यू फर वाचिङ, बाइ बाइ।